वेलकम टु माई च्यानल पल्लु दादा किचन। तपाईँलाई पल्लु दादा किचनमा स्वागत छ। आजको हाम्रो रेसिपी छ बिरयानी, भेजिटेबल बिरयानी। त्यसको लागि हामीले सुरुमा अभियसली प्याज कटिङ गर्नुपर्ने हुन्छ। प्याजलाई मिनिमम सेपमा काट्ने, सानो साइजमा। बिरयानी भनेको सानो साइजमै काट्नै पर्छ। टमाटरलाई पनि त्यही साइजमा हामी काट्दैछौँ। त्यसै अनुसार हामी गाजर काट्दैछौँ। हामीसँग घरमा भएको जति भेजिटेबल छ सबैलाई हामी युज गर्न सक्छौँ। त्यसपछि मैले पाकेको फर्सी पनि काट्दैछु। त्यसलाई पनि सानो साइजमा काट्ने। जति भेजिस हुन्छ त्यति भेजिसलाई हामी युज गर्न सक्छौँ। अब मसँग पर्पल थियो, त्यसलाई पनि म सानो साइजमा काट्दैछु। हामीसँग भएको सबै भेजिटेबललाई युज गर्न सकिन्छ। त्यसपछि मसँग क्याप्सिकमलाई पनि त्यही साइजमा हामी काट्दैछौँ। काश्मिरी मिर्च के भन्छ यसलाई। त्यसपछि हामी बोडी, कसैले बिन्स पनि भन्छ, हामी चाहिँ बोडी भन्छौँ। त्यसलाई पनि मसिनो सेपमा काट्दैछु। त्यसपछि यो डल्ले च्याउको ढाक्ला हो। मैले डल्ले च्याउको फुल र डाँक्रा अलग बनाएर, डाँक्रा अलि हार्ड हुन्छ, सो द्याट अलग गरेर काट्दैछु। अब त्यसको फुल पनि काट्दैछु। यसलाई पनि मसिनो सेपमा काट्ने। हामीले चामल पनि रेडी गऱ्यौँ, सबै भेजिस हामीले काटिसक्यौँ। अब हामीलाई यसलाई, मेरो चाहिँ इन्डक्सनमा मैले कुकर बसाएँ। थोरै तेल प्लस स्वादको लागि हल्का बटर यसमा एड गरेँ। यो अप्सनल हो, हामीले तेलमा मात्रै पनि गर्न सक्छौँ। त्यसपछि हामीले काटेको प्याज, हल्का बेसार, गाजर हार्ड हुन्छ त्यही भएर मैले अगाडि गाजर हालेँ। त्यसपछि अब हामीले काटेको भेजिटेबल बिस्तारै 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 एड गर्दै जाने। बिन्स, पर्पल, टमाटर, त्यसलाई एकछिन चलाउँछौँ। हल्का त्यसलाई फ्राई हुन दिन्छौँ हामी। यसलाई हामी पुरा फ्राई गर्दैनौँ, हल्का फ्राई हुन दिन्छौँ। त्यसपछि आफ्नो स्वादअनुसारको मसलाहरू एड गर्दै जान्छौँ। नुन, मसला। यसको लागि मैले हल्का जिम्बु पनि हालेको छु, स्वादमा सुगन्ध होस् भनेर। अनि त्यसलाई हामी चलाउँछौँ। अब म अघि काटेको त्यो डल्ले च्याउको डाँक्ला र च्याउ हालेर फेरि चलाउँछौँ। डढ्न दिनु भएन, बेला बेला चलाइरहनुपर्छ। अब हामी चामल एड गर्दैछौँ। मैले अघि हालेको भेजिटेबल निकालेर फेरि चामल हाल्दै लेयर बाई लेयर त्यसको लागि गरेको छु। आफ्नो हिसाबले गर्न सकिन्छ। अब यसमा हामीले हल्का बिरयानी मसला, कश्मिरी मिर्च पाउडर, स्वादअनुसार मसला, यो सेफ्रनको रस हल्का हामीले हाल्यौँ। यो कलर चाहिँ भनेको होइन है, हामीले त्यो सेफ्रन भनेको बुझ्नुहुन्छ होला। हामीले सिटी लगाएर अब यसलाई रेडी गरिसक्यौँ। हाम्रो कलर भने जस्तो निस्क्यो। यो रातो सबै सेफ्रनको हो। अब यसलाई हामी प्लेटिङ गऱ्यौँ। अब टेस्टको लागि हामी टेस्ट गर्दैछौँ। जो टेस्ट म आफैले गर्दैछु। स्वाद आइरहेको छ,
स्वादै रहेछ मिठो 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 भयो